नमस्ते गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुरहरू पनि सन्चै अनि आरामै हुनुहुन्छ होला। हामी पनि एकदमसँगले ठिक छौँ। अनि साथीहरू हजुरहरू के गर्दै हुनुहुन्छ? हामी चाहिँ टक्क लगाएर कहाँ गएको यिनीहरू किन हो क्यामेरादेखि चाहिँ लास्टै नै जाँदा यार यिनीहरू भाइरल हुन सक्ने रहेछ। हामी चाहिँ जाडो मौसममा आलु खानुलाई गएको। यहाँ खाना लगेर जाँदैछौँ हामी चाहिँ। यसको लुक्स हेर्नुहोस् न, यता पनि पोको उता पनि पोको बोकेर हिँडिरहेको छ। अनि हामी चाहिँ खाना लगेर गएको। यिनीहरूले तल आलु भन्दै रहेछ। वहाँ तल देख्न सक्नुहुन्छ। अहिले म तल गएर भेट्छौँ है त गाइजहरू। यहाँ हेर्नु है, यसको पोको पतेरोहरू देखाइएन के छ भन् त, भन्न के छ। यहाँ चाहिँ भात छ होइन, यसले बोकेको भात छ। अनि त्यहाँ चाहिँ पानी पनि होला। अनि यहाँ मैले बोकेको चाहिँ दाल हो। दाल पनि थोरै छ मार लागेको थियो। अनि हामी चाहिँ यहाँ तल हेर्नुहोस् है, यहाँ तल त्यहाँ छ नि दुईजना, त्यहाँ आलु रोपेको ठाउँतिर यो भात खाएको भिडियो र बारी भोज खान्छ। खाना हौ खानु किन लजाको बारीमा। दुईजना चाहिँ हेरेकै यिनीहरू दुईटा मात्रै पो खाएर जान्छ। हामी चाहिँ हेरे यिनीहरू चाहिँ खाएकै वनभोज खाएको। त्यो पनि दिउँसोको कति बज्यो, ठ्याक्कै 1 बजेछ। भात ल्याउनेले त्यतिखेर ल्याउँछ अनि त्यसो भन्दै भिडियो लगाउँछ। अनि के हामी चाहिँ घरमा बसी भक्कु भात, मैले भात त छिट्टै पकाएको नि, यसले तरकारी चाहिँ 1 घन्टै लाग्यो पकाउनु। हो यहाँ बुढी मामलेमा आलु खाँदैछ। आमाको सासू है, आमाको सासू सासू बुढी सासू बुहारीलाई सघाउन आएको। यत्रो धेरै नातिनीहरू हुँदा पनि सघाउनु आउँछ त, यत्रो धेरै बुढी नातिनीहरू हुँदा पनि सघाउन आउँछ। हामीले चाहिँ आलु खनेको, लेकतिर आलु यसरी फल्छ। देखाउनु न मा त यो त यस्तो छ आलु देखिस देखिस आलु पनि यत्रो बुढी हुँदा पनि के नै कर लागेको जत्तिकै फेरि आलु भन्छ। नेपाल इन्डियन आर्मीको आमा हुनुहुन्छ मेरो आमा बेचे तानिस तैँले भनेर फेरि भरे बडाले भन्यो। हामीले चाहिँ आलु यो माथिल्लो गराम खनेर सक्न आँटिसक्यो। अब रात पर्ने बेला भइसक्यो। 1 2 3 4 अझै 4 गरेर रहेछ, कहिले सक्ने हो। बर्थडेको चक्लेट दिँदैछ बहिनीले, ह्याप्पी बर्थडे। थ्याङ्क यू भन् न। अब पैसा चाहिँ म नदेखाइकन दिन्छु होइन। बर्थडे त्यतिकै खानु हुँदैन अरे नि त, त्यही भएर मैले चाहिँ पैसा दिइसकेँ मेरो बहिनीलाई। बर्थडेको चक्लेट पनि थोरैवटा दिएको छैन, मिठो पो दिएको छ त फेरि। आमा के आमालाई भनेको पैसा ल ओइ खै के भन्छ घरि के गरे। के भन्यो बर्थडे वालीले चक्लेट दिएको। अम्मामा मिठो छ क्या हौ, खाएकै छैन। कतिको लिएको? ओइ चक्लेट पनि फेरि राम्रो देखाउँदै रहेछ खाएको। माम चाहिँ नखाएको
अलिक त बर्थडे वाली त फुल्लिँदै जाँदै थियो अहिले त फेरि खुसी हुँद गयो त पैसा पाए त त्यही भएर हो र गफ आयो फेरि यसले चाहिँ यसलाई आलु लगाइदिनु अरे हौ लाने हो म जाने भएर यसो बस्नु नपाएर नि पार बस्नु नि त त्यसलाई बस भनेको होइन अरे नि त बढी अस्ति उयसको फाल्छ ए। म त लगेर पनि बोल्छ चक्लेट किताबको ह्यापी बर्थडे टु यु ग्रानी हुनु सधैँ भोलि भन्नु पर्थ्यो यो 2 धोक्रो बोक्नु आँटेको माइतमा आएको अब यो 2 धोक्रो घर लगेर जान्छु म टक्क लाएर चट्ट लगेर यहाँ बोकेको भिडियो पनि बनाइदिएँ मेकुरी हेर मैले बोक्दैन भन्छ होला फेरि म बोकेर देखाएको ए ठेल्न आइज त ए छोटो भयो किन हाम्रो दाजुमाम कोपी लाने भनेको नि कस्तो कोपी साथीहरू हेर्नु होला म त नलाने के कोपी लाने घरमै छ त कोपी हौ त्यो लामो छैन र म्याम यस्तो यहाँ ठेल्न भनेको केटा हो यसो गरेर हुन्छ काट्यो भने चाहिँ हुने रहेछ होइन यसरी काट्नु पर्दैन लामो बैठ यसो गरेर बोक्ने दुईटा त मैले बोक्नु भनेर रेडी भएको धोक्रो हेर्नुहोस् यति धेरै काम बिगारेको छ नि बिसार यहाँ आइज ल अब टिप्नुलाई हुने रहेछ यसमा म के जति लानु पर्यो मकर जस्तो यहाँ हेर्नु होला योसँग बोकेको यसले ए, बोकिसकेको पनि पोकेर गाड्यो धोक्रो भएको छैन उयो पन्जाम रहेछ साथीहरू मलाई हेर्नु न माइत आएर 2 धोक्रो आलु बोकाएर बहिनीहरू चाहिँ ठिमिक ठिमिक भएर त्यहाँ 1 धोक्रो बोकेर हिँड्छ मलाई चाहिँ 2 धोक्रो बोकाएर आँसु पनि झर्दैन थुक्ला पनि पलाएको छ बाटो चाहिँ फेरि थोरै उ छैन हौ चिप्लो